साथीहरु वेलकम टु माई अनदर न्यू ब्लग। हिजो भने मैले ब्लग सुट गरेन र हालिन पनि। हिजो किन यति धेरै झ्याउ लाग्थ्यो कि यति धेरै झ्याउ लाग्थ्यो के भन्छ ब्लग पनि सुट गरिन, प्लस टिकटकमा भिडियोहरू दिनको एउटा दुईटा हालिरहन्थेँ। हिजो त एउटा भिडियो नि सुट गरिन टिकटकको पनि। अस्ति झन् अस्ति भिडियो बनाएको थियो, त्यही भिडियोहरू हालेँ। हिजो लास्टै झ्याउ लाग्दा केही गरिनँ, ब्लग पनि बनाएन। त्यही भएर हिजो राति मैले ब्लग पनि हालिनँ। मैले चाहिँ अब सुरुमा चाहिँ रातिको 7 देखि 8 बजे हाल्ने भनेर भ्लग स्टार्ट गरेँ हो। अनि त्यसपछि केही मतलब 1 महिनापछि चाहिँ बिहान हाल्नुपर्छ कि भनेर बिहान हाल्न थालेको। तर बिहान हाल्न थाल्ने बित्तिकै सायद त्यो टाइमिङको गडबड भएको कारणले हुनसक्छ भ्युज साँच्चै घट्यो। अनि लगभग हप्ता दिन जति भयो फेरि बेलुका नै हाल्न थालेको। अब यस्तै छ, अब बिहान हाल्यो नि बेलुका हाल्यो नि कहिले भ्युज धेरै आउने कहिले कम आउने त भइरहेको रहेछ। आजभोलि पनि हिजो त भ्लगै हालिनँ, त्योभन्दा अगाडि हालेको भिडियोहरूमा नि खासै धेरै भ्युज आएको अवस्था त छैन। तर त्यही हो, भिडियो हाल्न छोड्नुहुन्न भन्ने कुरो मात्रै हो होइन। भ्युज भन्दा ढिलो चाँडो आउला, अब त्यो त समयको खेल हो भन्नुपर्छ। टिकटकमा चाहिँ भिडियोहरू हालिराख्छु। अब मेरो यो युट्युबमा भ्लग हेर्ने साथीहरूले टिकटकमा फलो गर्नु भएन भने टिकटकमा गएर फलो गर्न सक्नुहुन्छ। टिकटकमा मेरो नाम चाहिँ रोशन श्रेष्ठ छ। त्यसमा चाहिँ मैले लिपसिङ गरेर अनि डायलग भिडियोहरू चाहिँ लिपसिङ गरेर हालिरहेको हुन्छु। मेरो एक्टिङ मेरो लिपसिङ राम्रो भए नभए पनि मैले चुज गरेको गीतहरू पनि अवश्य तपाईँहरूलाई मन पर्न सक्छ। त्यही गीतहरूमा चाहिँ तपाईँहरूले पनि पुनः टिकटक बनाउन सक्नुहुन्छ भन्न चाहिँ जानुहोस्। टिकटकमा पनि फलो गर्नुहोस्, भिडियोहरूमा लाइक कमेन्ट सेयरहरू गरिराख्नुहोस्। यसै छ, थोरै सपोर्ट गर्नुभयो भने केही गरिन्छ कि भन्ने कुरो हो। केही गरिन्छ कि भन्ने कुरो त होइन, जो समय बिताउने बाटो चाहिँ धेरै हुन्छ। अब आजभोलि चाहिँ मैले अब मोबाइलमा टिकटक हेरेर दिन बिताउनु भन्दा अनि युट्युबमा फिल्म हेरेर दिन बिताउनु भन्दा अरूको कन्टेन्टहरू हेरेर दिन बिताउनु भन्दा लेट्स ट्राई आफै पनि केही गरौँ भनेर चाहिँ युट्युबमा भ्लगहरू बनाएर हालिरहेको छु। त्यस्तो स्पेसल त हुँदैन, तर जेहोस् अब त्यो जेहोस् बनाउने चाह बनाउने मोह त बढ्दो रहेछ नि त। अब बनाएर हाल्दै नहाले भए के हाल्ने जस्तो हुन्थ्यो। बनाएर हाल्न थालेपछि चाहिँ होइन हाल्नुपर्छ भन्ने जस्तो बनाउनुपर्छ, केही नयाँ गरौँ भन्ने सोचहरू पनि दिमागमा आइरहेको हुन्छ। अब केही नयाँ गरौँ भन्ने सोचहरू दिमागमा आइराख्दाखेरि त्यो त धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। त्यही भएर चाहिँ सकिँदैन होइन, अहिले सकिँदैन। जस केही गर्नुपर्छ भन्ने सोच चाहिँ आउँछ। अब यस्तो फेरि भिडियोहरू बनाइराख्दाखेरि अब त्यस्तो अब आफ्नो कामै हापेर त्यसरी भिडियो बनाउनु पर्छ त म भन्दिनँ, बनाउनु पर्छ। म बनाउँदिनँ किनकि अब जति बेला इजी हुन्छ, जति बेला सजिलो हुन्छ त्यति बेला नै मैले भ्लग सुट गरिरहेको हुन्छु, भिडियो बनाइरहेको हुन्छु, टिकटक बनाइरहेको हुन्छु। टिकटक पनि प्रायः मैले गोठाला आउँदा नै बनाएर राख्छु। अनि त्यो दिनको 2टा बिहान 1 लट अनि बाख्रा हेरेर गइसकेपछि एउटा हालिदिन्छु। अनि दिनको 2टा चाहिँ गइरहेको हुन्छ। पहिला 3टासम्म हाल्थेँ, अब चाहिँ थोरै डाउन गरेको, दिनको 2टा चाहिँ हाल्छु। तर हिजो भने एउटा मात्र गयो कि जस्तो लागिरह। अरूको कन्टेन्ट हेरेर मजा लिनुभन्दा आफूले पनि केही ट्राई गरौँ। अरूको नि हेर्नुपर्छ, त्यहाँबाट हेरेर सिक्नको लागि चाहिँ मैले हेरिरहेको हुन्छु। अब सिक्दै गर्दाखेरि अब त्यही कपी गर्न मिल्दैन, सो केही नयाँ गरौँ भन्दै गर्दाखेरि अब तत्कालै झ्याप्पै सोच्दा अब नयाँ कुराहरू पनि अवश्य आउला। अहिले तत्कालै भने आइसकेको छैन, त्यही हो। तर भिडियो चाहिँ बनाइराख्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ होइन। अब यसमा केही लगानी लाग्दैन, केही समय लाग्छ, त्यति नै हो। टिकटकमा चाहिँ त्यही मलाई चाहिँ फेरि टिकटकमा लगभग त्यो सर्ट के भन्छ सानो भिडियो बनाउँदा मनै पर्दैन क्या। अब लेन्थ भनेको 30 सेकेन्डभन्दा माथि या फेरि 1 मिनटको लेन्थ भयो भने त्यो भिडियो बनाउनहरू चाहिँ मजा लाग्छ मलाई। किनकि अब सानो भिडियो बनायो, लिपसिङ गर्दा गीत सकिन्छ अनि मजै आउँदैन। त्यही हो, र भनिहालेँ टिकटकमा पनि गएर फलो गर्नु होला भन्न चाहेँ।
आज भने अब खाना खाएर चाहिँ म गोठालो आइसकेको छु। तपाईँहरूलाई थाहा नै छ म सधैँ गोठालो नै आउँछु भनेर। त्यही यो गोठालो कहिले कहाँ हुन्छ कहिले कहाँ हुन्छ। अस्ति एउटा पाठो हराएको थियो, किनकि पाठी हराएको नि थाहा भएन क्या, कहिले हरायो त्यो नि थाहा छैन मलाई होइन। अब मैले हिजो अस्ति थाहा पायो, अस्ति भ्लगमा भन्दाखेरि थाहा हो। भ्लग पनि घरकोले नि कसैले नि नहेरे रहेछ अहिलेसम्म, कसैले नि भने छैन, गाउँको नि कसैले हेरे छैन। पहिला पहिला हेर्छ त्यो भ्युज आउँथ्यो, अब त सधैँ एउटै कति हेर्ने भनेर वाक्क दिक्क प्याक्क भएर नि नहेरे होला। तर हाम्रो नानीले चाहिँ डेली हेर्छ है, भ्लग हाल्यो कि हालेन भनेर डेली सोध्छ। हेर्न त पुरै हेर्छ, त्यसलाई के थाहा के भनेछु मैले, हेर्नको लागि मात्रै हेर्ने त्यसले फेरि। त्यही हो, पाठी हरायो भनेर भनेको आजसम्म कसैले थाहा पाएन। घरमा हेरेर पनि थाहा पाएन, मैले भनेको भ्लगमा हेरेर पनि थाहा पाएन। अब त्यो मात्र काटेर टिकटकमा हालिदिन्छु अनि बल्ल थाहा पाउला। तर त्यसको भिडियो मैले पुरै फालिसकेको छु, यो युट्युबमा मात्र छ। जुन दिन हेर्छ त्यही दिन थाहा पाउँछ, म चाहिँ भन्दिनँ भन्ने सोचमा पुगेको छु। किनकि मलाई नै थाहा छैन एक्ज्याक्ट कहिले लयो भनेर, त्यही भएर म चाहिँ भन्दिनँ होइन घरमा पाठी हरायो भनेर। जुन दिन भ्लग हेर्छ त्यो दिन थाहा पाउँछ। अनि कराइन कराउन जेसुकै गर्छ। अब त ढिलो भएछ त के गरौँ। लेट्स यो हेरौँ न कहिलेसम्म थाहा पाउँदैन भनेर चाहिँ म नभनिकन बसिरहेको छु। लेट्स सी कहिलेसम्म थाहा पाउँदैन। आज चाहिँ म तपाईँहरूलाई बटरफ्लाई देखाउँछु हाम्रो एरियामा कतिवटा पाइन्छ भनेर, कति प्रकारको भनौँ न। हामी चाहिँ आज चाहिँ त्यो प्रजातितिर नल कलर भिन्न कलर, हामी चाहिँ कलरहरू हेर्छौँ र तिनीहरू कतिको कस्तो कलरको छ भन्ने कुराहरू चाहिँ हामी आज पुतलीको कलरहरू चाहिँ हेर्नेछौँ। लेट्स कति कलरका पुतलीहरू चाहिँ भेट्छु मैले प्रजातिमा जान्न, किनकि प्रजाति हामीलाई थाहा हुन्न नि त। वी सी ओन्ली कलर होइन। यहाँ अहिले म हाम्रो यहाँ कुरो घारी छ होइन, कुरो घारीमा चाहिँ पुतली उडिरहेको छ, तर भिडियो खिच्न चाहिँ सकिन्छ कि सकिन्न भन्ने कुरो हो। पुतली उड्न त उडिरहेको छ, त्यहाँ देख्न सक्नुहुन्छ पहेँलो कलरको। यहाँ थियो रहेछ। यो चाहिँ पुरा पहेँलो छ अनि पखेटा, अनि साइडमा चाहिँ हल्का यो घाँस चाहिँ यहाँ, यो चाहिँ हाम्रो टनेल हो। यहाँ टमाटर लगाउनु छ। अब यो पन्साएर चाहिँ बिउ रेडी हुन लाग्यो। रेडी भएपछि चाहिँ यो पन्साएर टमाटर राख्नुपर्छ। खासमा यहाँको घाँस चाहिँ यो काटेर चाहिँ खसी बोकाएर हाल्नुपर्छ भनेर राखेको। हिजो बाख्रा छिरेर सब खाइदिएछ, लतारेर राख्यो। अब यो काट्न लास्टै जान्छ। अब यो माथि माथिको खान्छ, यहाँ चराइदिन्छु। यता चाहिँ लैजान्न, तर यहाँ पनि चरायो नि केही फरक खाँदैन जस्तो लाग्यो, किनकि उस छैन नि त। के भन्नु, त्यो टनेल ढल्या रहेछ। अनि टनेल ढलिसकेपछि अब यहाँ ठाउँ ठाउँमा बाँसहरू त्यसरी काट्न जान्छ। बरु यो लतारेपछि बाँसहरू देखिन्छ यताउता, अनि काट्ने गुइँ फालिदिने छिटो होला। यहाँ चाहिँ अब यसलाई चाहिँ यहाँ चराइदिन्छु। यो माथि माथि खाने घाँसहरू सबै यहीँ खान्छ। अब घर लानु परेन। अनि बचेको चाहिँ झ्याङ काट्दै फालिदिने भनेर चराइदियो। हिजो त्यहाँ माथि चराएको त्यो ढुट्टो पारे कुरो घाँस थियो होइन। अब यहाँ एकचोटि काटेर त सिद्धाएको हो, फेरि पलाएछ है। घाँसै काटेर ल, अनि घाँस काट्ने भनेर राखिरहेको। अहिलेसम्म त मकैको टुप्पा थियो नि त, आज लास्ट हो मकैको टुप्पा माथि अलिकति छ, त्यसपछि फिनिस हुन्छ। त्यसपछि घाँसै काट्नुपर्छ। यो चाहिँ खसी बोकाला भनेर राखेको। अब बाख्रा यहीँ चरेर सिद्धाइदियो, अब अरू खोज्नुपर्छ। यहाँभन्दा माथि नि छ घाँसहरू त, माथि चाहिँ जान दिन्न। अब यति चाहिँ यो एउटा गरेर चाहिँ भ्याओस् भनेर छोडिदिनु लाग्छु। के गर्नु त गाह्रो छ। यतातिरबाट डेन्जर सुसाउँदै पानी आएर सायद पानी नै आएको हुनुपर्छ। यहाँ पनि आइपुग्छ कि जस्तो छ होइन। आकाशमा बादल त छ, फेरि यही बादलबाट पऱ्यो पानी होला। डेन्जर कराउँदै आइरह र कति बेरमा यहाँ आइपुग्छ कि आइपुग्छ या आइपुग्छ कि पुग्दैन भन्ने कुरा है त। यो चाहिँ यो अर्चल धारातिरबाट आइरह। यो कालीमाटी एरियामा चाहिँ परिसकेको छ। यो जुन देखेको छ यो सानो बाटो एरिया ट्याक्क
यो औँलाको टुप्पोमा भएको यो चाहिँ रोड हो भिजेको देखिया त्यो पानी आएकै हो यतै कराइराख अहिले त कराउन लेट्स सी कति बेरमा आइपुग्छ है त 1 मिनेट 3 सेकेन्ड 4 सेकेन्ड भए अब यहाँ आइपुग्छ पुग्दैन भन्ने कुरो कराउनु त डेन्जर कराइराख हुन्छ मैले छाता हालेछु झोलामा भनेको आज छाता हाले छैन रहेछ पानी आयो भने चाहिँ अवश्य भिजाउँछ तर रोडमा छु पानी आयो भने बाख्रा घर दक्राइदिने तर आज ढिलो फुकाएको थियो लगभग 10:30 भइसकेको छ होइन बाख्रा फुकाउँदाखेरि अलिक धेरै बेर त चराउनु पर्ने हो पानी चाहिँ परेको यहाँनिर नि पर्यो धर्छ देखियो नि यो पानी पऱ्यो कि टेन्सन भयो छाता हाले जस्तो लाग्थ्यो छाता हाले जस्तो लाग्थ्यो हाले छैन रहेछ कोही ठाउँमा धेरै परे जस्तो देखियो कोही ठाउँमा चाहिँ परेको जस्तो पनि देखिएन किन हुँदैन यो प्रकाश आएको हो त यो दुई मिनट भइसक्यो होइन त्यहाँ पानी कराएको यहाँ आउँछ कि भनेर क्यामेरा अन गरेर राखेको छु कि मैले आइन्जेल खिच्छु भनेर अझै आइपुगेन त्यसका बाजे आउँदैन कि अब यता यहाँ ठाउँमा चाहिँ अलिक धेरै परे जस्तो देखियो यो जुन रेसा देखियो नि यो चाहिँ पानी पऱ्यो है उता पारी घाम लागिरहेको अरे पानी यताबाट आयो खासमा पानी एकछिन त आउँछ कि ठुलै आउँछ जस्तो छ बाख्रा चाहिँ उता गयो म यहाँ क्यामेरा त्यसरी बस्न सकिनँ उता चाहिँ परेको छ क्या यो कालमाटी रामपुरे चोकतिर चाहिँ पुरा पानी परिसक्यो अहिले जहाँसम्म लाग्छ अर्चलहरू नि आइपुग्यो कि जस्तो लागिरह यहाँ पनि आइपुग्छ एकछिनमा जहाँसम्म लाग्छ मैले छाता हाले छैन रहेछ आज छाता हाले जस्तो लाग्थ्यो नहाले रहेछ अर्चल धारा आइपुगेको छैन यो अर्चल धाराको रोड सुक्खै छ चिती खोला पारीसम्म आइपुग्यो यता कति बेला आइपुग्छ भन्ने कुरो बाख्रा चाहिँ यता चरिरह उता त्यस्तो डेन्जर पानी परिरह होइन यहाँसम्म कराएको सुने क्या त्यस्तो खतरा पानी परिरह यहाँ अब यो रुखको पछाडि हेर्नु ठ्याक्क क्या डेन्जर पानी परेछ अनि यतातिर तर यो चाहिँ यति एरियामा त्यो यो रामपुरे चोकको एरिया मात्र हो कि उता सिउँडीबारतिर नि परेको छैन कि जस्तो लागिरहेको घाम लागिरहेको उता सिउँडीबारतिर नि त्यो पर देखेको चाहिँ सिउँडीबार हो त्यो घाम लाग्यो क्या जुन ठ्याक्कै यो डाँडा सकिने बित्तिकै उतापट्टि ठ्याक्कै घाम लाग्यो नि त्यो चाहिँ सिउँडीबार हो जस्तो लागिरहेको भोटेबाट सिउँडीबारहरू त्यो हो अब त्यहाँ त्यस्तो पानी परिरहेको यहाँ चाहिँ ल हेर यस्तो टन्टलापुरै घाम लागिरहेको पुरा पानी आइपुग्छ कि भनेको घाम पो लागिरहेको थियो यस्तो आज त्यहाँ त्यस्तो डेन्जर पानी पऱ्यो त्यो पानी यहाँ आइपुग्छ कि भनेको खोइ यस्तो घाम ला यत्रो पानी आइपुग्छ यो 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 बादलले होला क्या पानी पारेको त्यो बादल ठ्याक्कै यता आइपुग्यो भने त पानी पर्थ्यो होला यहाँ पनि तर घाम लाग्यो यहाँ चाहिँ पानी नजिकै गरा जस्तो नि सुनिन्छ बेला बेला आइपुग्छ कि जस्तो नि छ यहाँ क्या पानी पऱ्यो यो भदौरे पानी होला कि अब साउनको अन्तिम होला भन्दा बल्ल आधा भयो भदौरे पानी के पर्छ पर्नु त त्यहाँ डेन्जर पानी यहाँ यस्तो टन्टलापुरै घाम लागिरह के गर्ने अभागी कर्म भने जस्तो तर एकछिन 2 बजीसम्म त पानी नपऱ्यो नि हुन्थ्यो बाख्रा अगाएन अलिकति तर अब 2 बजेपछि नि खेताला घाँस काट्ने खेताला भनेको थियो पानी पऱ्यो भने त ज्याउ हुन्छ फेरि घाँस काट्नलाई गाह्रो छ त्यो असल धारा नि आइपुगेको छैन जस्तो लाग्यो त्यहाँ रोड भिजेकै छैन आइपुग्दैन पानी आइपुग्दैन मलाई थाहा उता हराउँला
ल हुन ल हुन ल लगभग 2-3 महिनाको पाठी होला घरमा बस्थ्यो अब आजभोलि चाहिँ चराउनु ल्याइदिन्छु अस्ति एउटा पाठी हराहारी पनि हराउँदाखेरि सानो पाठीहरू बच्चाहरू त कहाँ जान्छ थाहै हुँदैन अब अघि घाम लागिरहेको थियो अहिले बादल त लायो होइन पानी अझै पनि कराइराख यता मेरै पछाडि यहीँ करा जस्तो सुन्ने खायो तर पानी आइपुगे छैन यो जुन यो पछाडि यो ठुलो बादल देख्यो नि फेरि यिनीहरू बादलले चाहिँ पानी पारे यो बादलहरू यता आइपुग्यो भने अवश्य यहाँ पनि पानी पर्छ आइपुग्छै पुग्दैन भन्ने कुरो हो यहीँ करा जस्तो सुन्ने जङ्गल यहीँ करा जस्तो सुन्ने पानी तर पनि अहिलेसम्म आइपुगेको छैन अब 5-6 मिनट भइसक्यो तर आइपुग्दैन कि जस्तो नि लागिरह बादल त आइपुग्यो पानी आइपुग्छै पुग्दैन भन्ने कुरो हो यस्तो बाक्लो बादल देखियो कि होइन डेन्जर हुन्छ यो घाम लाग्ने कतै बादल लाग्ने भयो भने सिन डेन्जर देखिन्छ कि ओ माई गड इट्स हेभन स्वर्ग भन्छ नि स्वर्ग यही हो यो चाहिँ मर्स्याङ्दी नदी हो कि मैले जुम गरेको हल्का ब्लर देखिरहेको छ त्यो मर्स्याङ्दी नदी त्यसको तिरमै छ तर्कुघाट स्कुल थोरै देखेको छ पानी यहीँ आइपुगे जस्तो गरिरह तर अहिलेसम्म आइपुगेको छैन बादल चाहिँ आइपुग्यो है पानी आइपुग्छ कि जस्तो लागिरह एकछिनमा यहीँ जङ्गलमै करा जस्तो गरिरह त्यही नि खोइ हो कि होइन भन्ने कुरो उताको पानी चाहिँ उता गइसक्यो यता आउँछ कि भन्दा यहाँ कराइरह चाहिँ के करा रहेछ थाहै भएन म त पानी आउनु आएर पानी करा होला भनेर त यत्रो हुन्थ्यो हिजो राति डेन्जर पानी परेको छ होइन यहाँ नि डेन्जर भल बगेर रहेछ ढुङ्गाहरू यस्तो गरे खतरा पानी पऱ्यो खतरा के करा हेरौँ लास्टमा यहाँ मूल पो करा रहेछ क्या साला पोपट हो क्या पोपट यो कुवाको पानी धेरै भएर मूल ठुलो भएर बगिया पानी पो गरेर आएछ साला कुत्रिया भइगयो कत्रो भल बगेछ त माथिबाट सब बगाएर ल्याएर यहाँ होइन यो पानी पो गरेर रहेछ कि यस्तो भएर रहेछ अनि यो पानी तल जान्छ तलसम्म कराइरहेको म त माथिबाट आकाशबाट आएको पानी करा भनेको यो पानी बग्या पानी कराइरहेको रहेछ अनि यत्रो त्यो पानी आइपुग्थ्यो त्यो पानी त गयो उतै पारी गयो माथि त्यो चिटी खोला पारी गयो त्यो पानी त यहाँ घाम लागिरहेको सालो यस्तो छ अवस्था हिजो राति डेन्जर पानी परेको थियो मूल भाक्कै बढेको थियो यो कुवामा चाहिँ हामी पहिला यहाँ छुमेर पौडी खेल्थ्यो सानो यहाँ छुन्दै नि यहाँ झप्प यो झारहरू उखालेर हाल्दैछु त अनि यहाँ पानी जम्मा हुन्छ यहाँ भरि हुन्थ्यो साथीभाइहरू आज पनि खेल्नु हुन्थ्यो तर बाख्रेहरू आएको कि सो अघिको पानी आएर कराएको भने पानी आएर होइन रहेछ हिजोको पानीले यहाँ कुवाको मूल चाहिँ ठुलो भएको रहेछ त्यही भएर त्यो सुसाएर रहेछ म त आकाशको पानी करा भने तर उता चाहिँ परिरह कि उता परिरह त्यो उतै गयो क्या त्यो पानी यता आउँछ भनेर म कुरेर बसेको यत्रो आउने यहाँ घाम लागिरह म त कराइरह पानी कराइरह आउँदैन भन्न छु पानी करा आकाशबाट आएको पानी करा भयो त एकैछिन आइपुग्थ्यो क्या लास्टमा त यहाँ कुवाको पानी मूल ठुलो भएको रहेछ त्यो बग्या पानी पो खोला त्यो खोलाको पानी पो गरेर आएको रहेछ पोपट भयो पोपट कस्तो भल बगेछ त त्यही हो यहाँ चाहिँ पानी नपर्ने हो घाम लागिरह उता त पारी त पानी परिरह त्यति बेला अहिले पाउँदी यो लमजुङको राइनसको आधी भागमा
यो सायद हर्राबोट बर्राबोट के भन्छ हर्राबोटतिर पानी परिरह होला यो यहाँ चाहिँ पानी पर्दैन घाम लागिरह अब 1:30 भयो 2 बजेपछि चाहिँ आज बाख्रा घर जान्छु यहाँ चरिरहेको थियो बाख्रा सबै छ कि छैन कुनि हेरौँ ऐया गाह्रो यहीँ रहेछ छन् त छ सबै छ कि छैन भन्ने ल ल ल ल अघि आउँछ कि भनेको पानी आएन पानी उता उतै गयो उता उता कता 9 डाँडा पारी पुगिसक्यो पानी होइन पर्दै पर्दै उता गयो कि यता आएन जुन पानी आउन लाएर कराएको भने त्यो चाहिँ वास्तवमा त्यहाँ हाम्रो कुवा छ ज्याउरे पानी कुवा भन्छौँ हामीले त्यो त्यहाँ चाहिँ मूल ठुलो भएर रहेछ मूल पला रहेछ हिजो राति डेन्जर पानी परेको थियो त्यही भएर आज मूल पला ठुलो भएर चाहिँ त्यहाँबाट बगेको पानी चाहिँ यो खरे खोला भन्छ कि त्यो खरे खोला हुँदै जान्छ यो त्यो चाहिँ सुसाएको रहेछ मूल पला भएर म त त्यो पानी आउँछ होला भनेर कुर्दै कुर्दै बसेँ होइन यति धेरै बेर कुरेँ तर लास्टमा त्यो परा रहेछ त्यो पानी चाहिँ आएन अब यता नि बादल लाग्यो अलिअलि त बेलुकासम्म अवश्य आउला पानी आयो भने अब चाहिँ बाख्रा घर लाने बेला भयो यिनीहरू बाख्रा उता चरेको थियो त्यहाँबाट आएर यता यसरी आएर यसरी यताडि उक्लेर यताडि अब फेरि ठ्याक्कै आज एउटा रोटी खाने भाइ घर पुग्दासम्म द्याट्स गुड